नमस्ते सम्पूर्णमा म निरज पाण्डे। आज चाहिँ हामीले चाहिँ यो नेप्सेको वेबसाइटमा चाहिँ कसरी युज गर्ने अनि त्यसै गरी कुन टर्मिनोलोजी चाहिँ के भन्न खोजिएको हो यसको बारेमा सम्पूर्ण बारेमा चाहिँ मैले डिटेल्स लिन जान्दैछु। सुरुमा हाम्रो वेबसाइट खोल्ने बित्तिकै चाहिँ यहाँ आउँछ और यस्तो होम पेज आउँछ। हाम्रो नेप्सेको वेबसाइट चाहिँ नेपाल स्टक डट कममा हान्ने बित्तिकै अनि आउँछ। यहाँ नेप्से टाइप गरेर इन्टर गर्दा पनि चाहिँ नेप्सेको चाहिँ वेबसाइट खुल्छ। अब सिमिलरली सुरुमा चाहिँ हामीले देख्न सक्छौँ यो नेप्से इन्डेक्स अहिले चाहिँ मार्केट चलिरहेको लाइभ सेसन, किनकि 11 बजेदेखि 3 बजीसम्म चल्दैछ। मैले चाहिँ आज 20 मे 2026 को लाइभ डेटा हेर्दैछु। सिमिलरली चाहिँ अहिले मार्केट चाहिँ हाम्रो 7.5 इन्डेक्सले चाहिँ इन्क्रिज भइरहेको छ। अनि सिमिलरली यो टर्नओभर भनेको चाहिँ मार्केटमा अहिलेसम्म यति बराबरको चाहिँ कारोबार भयो। जस्तै 1.2 अर्बको चाहिँ सबै सेयरको भ्यालु टोटल लिस्टेड कम्पनीको सबै भ्यालु जोड्दाखेरि यति बराबरको चाहिँ के भयो भन्दाखेरि चाहिँ कारोबार भइसकेको छ। त्यस्तै गरी गएर 40,10,000 किता चाहिँ सम्पूर्ण किता चाहिँ यत्खेरसम्म चाहिँ के भयो भने कारोबार भइसक्यो। यो चाहिँ के भने मार्केट 11 बजे खुल्दादेखि चाहिँ अहिलेसम्मको चाहिँ ग्राफ इन्क्रिज या डिक्रिजको अनुसार। अनि एडभान्स भनेको चाहिँ बढेको स्टक, डिक्लाइन भनेको घटेको स्टक र अनचेन्ज भनेको चाहिँ हाम्रो जुन हिजोको लास्ट ट्रेडेड प्राइस र अहिलेको प्राइस लाइभ प्राइस चाहिँ कति 14वटा कम्पनीको चाहिँ चेन्ज भएको रहन्छ। अब सिमिलरली थोरै तल आउँदाखेरि चाहिँ टप गेनर्स भनेको आज यतासम्म मार्केटमा सबैभन्दा धेरै कुन सेयर चाहिँ अलि बढेको छ भने चाहिँ यो चाहिँ नर्मली पर्सेन्टेजको बेसमा चाहिँ क्यालकुलेसन गर्ने गरिन्छ। अनि त्यस्तै गरी टप गेनर्स यहाँ छ, टप लुजर्स यहाँ छ। सिमिलरली टप भोल्युम भनेको चाहिँ कति बराबरको चाहिँ कुन लिस्टेड सेयरमा आजको दिनभरिमा चाहिँ कुन सेयरको कति कति रुपियाँ बराबरको कारोबार भयो भनेर चाहिँ यहाँ हेर्न सकिन्छ। सिमिलरली चाहिँ यहाँ 87 लाख यो एकेजेसिएल स्टकको चाहिँ 8,75,75,52,730 रुपियाँ बराबरको चाहिँ कारोबार भइसकेको रहेछ। यसरी चाहिँ हामीले टप भोल्युम, यो टप टर्नओभर हो। सिमिलरली यो चाहिँ टप भोल्युम हो। बल्ल टप भोल्युममा चाहिँ सबैभन्दा धेरै चाहिँ यो म्युचुअल फन्डको चाहिँ के भइरहेको हुन्छ कारोबार भएको रहेछ। म्युचुअल 7,40,400 किता बराबर चाहिँ कारोबार भइसकेको रहेछ। यसरी चाहिँ हामीले के हेर्न सकिन्छ भने चाहिँ यो एमाउन्ट बेसमा हुन्छ, यो नम्बर अफ सेयरमा हुन्छ भने चाहिँ कसको कतिवटा कारोबार भयो भनेर चाहिँ नम्बर अफ ट्रान्ज्याक्सनमा चाहिँ हामीले यसरी हेर्न सकिन्छ। अनि आजको मार्केटमा सधैँ टप डिमान्ड भनेको कुन स्टकको चाहिँ धेरै डिमान्ड छ, यो चाहिँ नम्बर अफ क्वान्टिटिजमा बेस्ड हुन्छ। त्यस्तै गरी टप सप्लाई चाहिँ कुनको सेयर चाहिँ सप्लाई बढी भइरहेको छ, यो पनि नम्बर अफ सेयरमै हुन्छ। र टप एक्टिभ स्क्रिप्ट र स्टक भन्ने चाहिँ एउटै स्क्रिप्ट भनेको चाहिँ कुनको सेयरमा चाहिँ कस्टमर चाहिँ धेरै इन्गेज र छिटो कारोबार भइरहेको छ भन्न चाहिँ यो टप स्क्रिप्टमा देखिन्छ। यो मार्केट समरी भनेको अहिले यत्खेरसम्म चाहिँ हाम्रो कति 1.28 अर्बको कारोबार भइसकेको रहेछ। र त्यसै गरी 41 लाख किता कारोबार भइसकेको छ। यतिसम्म नम्बर अफ ट्रान्ज्याक्सनको 19,110वटा चाहिँ कारोबार भइसक्यो र 10वटा चाहिँ कारोबार भइसक्यो र 318वटा चाहिँ के भयो भने स्टकको चाहिँ असमा चाहिँ कारोबार भइसकेको रहेछ। यो भनेको चाहिँ यो कम्पनीले चाहिँ नेप्सेलाई जुन जुन न्युजहरू दिएको हुन्छ नि त्यो चाहिँ कोअर्पोरेट डिस्क्लोजरभित्र राखिन्छ भने चाहिँ कुनै पनि सेभनले भन्दा नि स्पेसल्ली नेप्सेले मेसेज पठाएको छ भने चाहिँ तिनी मेसेज चाहिँ यहाँ देखिने गर्दछ। यो भिडियो चाहिँ थोरै लामो हुनसक्छ तर चाहिँ बहुत युजफुल कुराहरू छ। अब इन्डेक्स भनेको चाहिँ नर्मली चाहिँ हामीले सुरुमा सब इन्डेक्स हेरौँ। सब इन्डेक्समा चाहिँ भएको कम्पनीलाई चाहिँ डिफ्रेन्ट इन्डेक्स सेक्टर अनुसार चाहिँ क्याटेगोराइज गरिएको छ। जस्तै यो भनेको कमर्सियल ब्याङ्किङ इन्डेक्स, डेभलपमेन्ट ब्याङ्क, फाइनेन्स, होटल एन्ड टुरिज्म, हाइड्रो पावर, इन्भेस्टमेन्ट, लाइफ इन्सुरेन्स, म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ, माइक्रो फाइनेन्स, म्युचुअल फन्ड र नन लाइफ इन्सुरेन्स। यो इन्डेक्सहरू चाहिँ कसरी क्यालकुलेट गरिन्छ भने म सपोज एउटा यो ब्याङ्किङ सब इन्डेक्सको इक्जाम्पल लिएँ। एग्रिगेटमा चाहिँ ओभरअल यो ब्याङ्किङहरूको सेयर चाहिँ मा चाहिँ कति
पोइन्टले भन्दा पनि कतिको इन्गेजमेन्ट भयो कि जस्तै यो धेरै चाहिँ गेन भइरहेको भने चाहिँ यो इन्डेक्स ग्रिन र नम्बर पनि इन्क्रिज हुन्छ। जस्तै सप्लाई डिमान्ड धेरै छ र धेरै गेन भइरहेको भने चाहिँ यो नर्मली पोजिटिभ हुन्छ र सप्लाई धेरै छ र एमाउन्ट चाहिँ डिक्लाइन भइरहेको छ भने चाहिँ यो चाहिँ ग्रिनमा हुन्छ। अब इन्डेक्समा चाहिँ सबै सेयरको चाहिँ एग्रिगेट अप एन्ड डाउन अनुसार चाहिँ जस्तै डिमान्ड धेरै छ र इन्क्रिज भयो भने चाहिँ ओभरअल स्टकको चाहिँ यो यसरी इन्क्रिज हुन्छ, अदर्सवाइज चाहिँ यो डिक्रिज हुन्छ। यो चाहिँ रेडमा हुन्छ। अनि फ्लोटेटिङ इन्डेक्स भनेको चाहिँ यो नर्मली चाहिँ कारोबारमा भएको जस्तै प्रोमोटर सेयरको होल्डिङ प्लस म्युचुअल फन्डमा चाहिँ नर्मली फ्लोटेसनको हुँदैन। यो भनेको पब्लिक सेयर चाहिँ जुन जुन कारोबारमा रहिरहेको हुन्छ नि यो चाहिँ नर्मली फ्लोट इन्डेक्समा गनिन्छ। सिमिलरली अब त्यसपछि चाहिँ नेप्से डाटा, यो भनेको फ्लोट सिट भनेको चाहिँ स्टकको नाम, यो लाइभ मार्केटमा चाहिँ कुन बायरको ब्रोकर नम्बर र सेलरको ब्रोकर नम्बर चाहिँ देखाउन मिल्दैन, किनकि यो प्राइभेसी कन्सर्न भनेर चाहिँ नेप्सेले चाहिँ अहिले लक गरेको छ। यो आफ्टर 3 बजेपछि चाहिँ यो हेर्न मिल्छ। सिमिलर कति क्वान्टिटी र कति रेटमा र कति एमाउन्टमा कारोबार भयो भनेर चाहिँ यस्तै नर्मल्ली चाहिँ यो हामीले चाहिँ फ्लोट सिटबाट हेर्न सकिन्छ। डेटा वाइज इन्डेक्स भनेको चाहिँ यो हिजोको, अस्तिको, झन अस्तिको जहिलेको हामीलाई डेटा चाहिएको हुन्छ नि नर्मल्ली वान फिस्कल इयरसम्मको चाहिँ नर्मल्ली यो चाहिँ हेर्न मिल्छ। जस्तै यहाँ अब इन्डेक्स चाहिँ यहाँ राखेर अब जस्तै यहाँ नेक्स्ट इन्डेक्स भयो, होइन मलाई ब्याङ्किङ इन्डेक्सको मात्र चाहियो भने चाहिँ ब्याङ्किङ सब इन्डेक्स गराउने अनि चाहिँ ब्याङ्किङको नर्मल्ली चाहिँ के गर्न सकिन्छ भन्दाखेरि हामीले चाहिँ ब्याङ्किङ सब इन्डेक्सको मात्र पनि यस्तै डाटा हेर्न सकिन्छ। नर्मल्ली डेट क्लोज, यो अहिले चाहिँ किन मिल्दैन भन्दा आजको दिन अझै क्लोज भएको छैन। आजको दिनभरिमा चाहिँ ब्याङ्किङ सब इन्डेक्स हाई भनेको 43.55, लो भनेको यो चाहिँ अहिले अपडेट भएको छैन त्यसैले। अनि यो चाहिँ कति पर्सेन्टले चेन्ज भयो ओभरअल दिनभरिको कारोबार गर्दा, पोइन्ट चेन्ज र पर्सेन्टेज चेन्ज। अनि 52 विकको हाई, 52 विकको लो। अनि टर्नओभर भ्यालु यो नर्मल्ली एमाउन्टमा हुन्छ, यो चाहिँ नम्बर अफ सेयर्समा भयो र यो नम्बर अफ ट्रान्ज्याक्सनमा भयो। अनि त्यस्तै गरी मार्केट डेप्थ, अर्को चाहिने भनेको चाहिँ मार्केट डेप्थ हो। जस्तै मैले एउटा कुनै पनि इक्जाम्पल लिएँ नोबेल ब्याङ्कको, जस्तै नोबेल ब्याङ्क लिमिटेड गर्ने, यो भनेको चाहिँ अहिले चाहिँ 525मा 998वटा 984वटा सेयर चाहिँ 525मा बायरमा छ भने चाहिँ सेलरले 525.70 पैसामा चाहिँ 70 किता चाहिँ सेल राखेको हुन्छ। यिनी दुईवटा एक्जिक्युट भइसकेपछि म्याच भइसकेपछि मात्र एउटा ट्रान्ज्याक्सन चाहिँ सक्सेसफुल हुन्छ। यो चाहिँ नर्मली 10 किताभन्दा माथिको, हामीले 10 किताभन्दा तलको पनि बाई एन्ड सेल चाहिँ गर्न मिल्छ। यो चाहिँ त्यसलाई चाहिँ अर्डलट भनिन्छ, यो चाहिँ रेगुलर क्वान्टिटी भनिन्छ। यो चाहिँ नर्मली यसको नेप्सेको इन्ट्रोडक्सन। अनि नेप्सेको बोर्ड अफ डिरेक्टर्सको डिटेल्स, अनि नेप्सेको कन्ट्याक्ट डिटेल्स। सिमिलरली न्युज एन्ड अलर्ट, अब जुन कोअर्पोरेट डिस्क्लोजर्स नोटिसहरू आयो भने चाहिँ यो सेक्सनमा हुन्छ। सिमिलर मेम्बरमा चाहिँ ब्रोकर डिटेल्स हुन्छ यस्तै गरी चाहिँ। अनि अर्को छ स्टक डिलर चाहिँ दुईवटा मात्र, एउटा नोबेल स्टक डिलर र एउटा नागरिक स्टक डिलर। यसमा चाहिँ लिस्टेड कम्पनीको डिटेल्स यसमा हुन्छ। अनि विकली रिपोर्ट्स, एनुअल रिपोर्ट्स, एजिएम रिपोर्ट्स, कम्पनीहरूको डिटेल्स रिपोर्ट्स एज वेल एज नेप्सेको डिटेल्स चाहिँ यहाँबाट हुन्छ। मार्केट डेप्थ मैले अघि नै देखाइहालेँ जो सेम हो। अनि तपाईँले चाहिँ नेप्सेलाई कुनै पनि सजेसन दिन सक्नुहुन्छ भने चाहिँ यो फर्म फिलअप गरेर चाहिँ सब्मिट गर्न पनि सकिन्छ। सिमिलरली होलिडे डिटेल्स, अब होलिडे कहिले नेप्से बन्द हुन्छ भनेर चाहिँ नर्मली यहाँ अपडेट गरिसकेको हुन्छ। टुडे प्राइस स्टकको चाहिँ आजको अलिक चलिरहेको मार्केटमा चाहिँ स्टक प्राइस यहाँबाट हेर्न सकिन्छ। मार्केट डेप्थ सेम अघि नै डिस्क्राइब गरिसकेँ, फ्लोर सिट पनि भइसक्यो। अनि यसमा चाहिँ रुल्स रेगुलेसन, यो रेगुलेटरी बडी अथवा तपाईँलाई कुनै पनि डकुमेन्ट अपडेट या डिटेल्स अपडेट गर्नु पऱ्यो भने चाहिँ नर्मली यहाँबाट चाहिँ फर्महरू र सर्कुलरहरू चाहिँ डाउनलोड गर्न सकिन्छ। कन्ट्याक्ट डिटेल्स गइसक्यो। भिडियो ट्युटोरियल चाहिँ नर्मली
सिधै युट्युबमा चाहिँ ट्र्याक हुने गर्दछ। अनि यो भनेको क्वेसन एन्ड एन्सर, तपाईँलाई कुनै समस्या भने चाहिँ नर्मली रेडिमेड क्वेसन एन्ड एन्सर राखेको हुन्छ, यहाँबाट हेर्न सकिन्छ। यो डेमो ट्रेडिङ चाहिँ नर्मली अहिले एक्जिक्युटमा आएको छैन, यो मेन्सन मात्रै गरिएको छ। आजको भिडियो चाहिँ यति नै, धन्यवाद।